मस्काउँदाखेरि हातमा के फेरि फोटोमा हुन्छ मजाले अब यो फर्किँदा यति हुन्छ मस्काउनु त आउँछ नि तँलाई नदिएन मलाई थाहा थियो कस्तो मस्काउँछ डल्लै हालिदिन्छ हेर्दाखेरि खाँदाखेरि नि पिठै निस्किएर के हो पोल्न थाल्दा त्यहाँदेखि यसरी यसरी उछिट्यो यो अब फर्किने बेला त मजाले उछिटिन्छ कि ओहो ल अब स्याबा ठिकै हुन्छ मजाले पिठेर जति पानी सुक्दैछ नि त अझै फर्किँदैछ नि त यो अझै यहाँ मिसिया खाने साह्रो साह्रो हुँदै आइसक्यो नि कता हो क्यारे मान्दै होला एउटा सेलासित साह्रो हुन्छ नि खाइदिन्छ सेलासी नुन चाहिँ आउँछ नुन जान्छ अब यो मसमा त ठिक्क हुन्छ नि अलि सानो बनाए हुन्छ ग्यास त बाबु कति छ ए छ पानी ननिकालेर त ठिकै हुँदैछ तर भ्याउँथेन कसरी निकालेर ठिक हुँदैछ यो सामान गऱ्यो कि अलि मजाले बनाउनु पऱ्यो 2 कचर निकाले अयो कति हाँस्नु यो त निकै टाइम जान्छ यस्तो खाले त जति चलाए त्यति निस्किन्छ त है पानी थोर हुन्छ है पानी थोरै हुँदैन पाए पनि त्यही थोरै हुन्छ मस्काउनु थालिहाल्ने क्या हो पिठै पिठै एक मुठी चाहिँ थप्दा पर्दैन यो मस्काउनु सक्नु पऱ्यो नि सकिन्छ किन नसकिन्छ यही यहाँ डल्लो डल्लो बसिसक्यो होइन तातो पानी थप्न मिल्दैन होला है मिल्छ पानी यति चिसै हाल्दैन कि अलिकति बरु पर्दैन केही गर्नै हुन्छ पर्दैन कि यो यो मस्काउँदा होइन यहाँ पिठै छ नि त यो राम्रोसँग मोल्नु सकेको छैन नि त यो साह्रो हुन्छ अहिले